आदरणीय वासुदेव जोशीजी होइन मेरो अभिभावक हुनु। म यो राजनीति क्रममा गर्दा गर्दा यो आज म कृष्णपुर नगरपालिकाको वार्ड नम्बर 9 को वडा अध्यक्ष हुँदै गर्दा पनि उहाँसँग मैले केही लेखेर चाहिँ उहाँले दिनुभएको थियो मलाई सुरुमा। त्यो आज मेरो अभिभावक, मेरो बुवा, मेरो आदरणीय गुरु देख्नुभयो। मलाई एकदमै दुखित छु र म मात्र दुखित छैन कि कृष्णपुर नगरपालिका लगभगै वडा नम्बर 9 मात्र होइन, कृष्णपुर नगरपालिका पनि एकदमै दुखित छ। र त्यो मात्र होइन, अझ धनगढी नगरपालिका, उपमहानगरपालिका 13 नम्बर वडा, उहाँ चाहिँ सरस्वती आधारभूत विद्यालयमा पनि कार्यरत हुनुहुन्छ, उहाँ पनि दुखित छन्। तर जहाँसम्म मलाई लाग्छ, मेरो व्यक्तिगत हिसाबले मैले भन्दाखेरि मेरो चाहिँ उहाँ चाहिँ एकदमै अभिभावक हुनुहुन्थ्यो। किनकि मलाई चाहिँ उहाँले 13-14 मार्चमा चुनाव लड्दै गर्दा उहाँले लेखेर दिनुभएको थियो। आज त्यो हामीले अभिभावक गुमाएका छौँ, मलाई पनि दुःख लागेको छ। तर हामी सबै साथीहरूले यहाँ यो कार्यक्रम राख्नुभयो, यसका लागि धन्यवाद छ। र हामी सबै दुःखी छौँ कि उहाँको पार्थिव शरीर यहीँ आएको भए एकदमै सबै खुसी हुन्थ्यौँ। तर उहाँको पशुपति घाटमा उहाँ भयो। यसमा हामी सबै चाहिँ दुखी छौँ, चिन्तित छौँ। यसका लागि चाहिँ धेरै कुराहरू त बोलिकन उहाँको पार्थिवमा जो पनि उहाँको स्वर्गवास होस् होइन, यही कामना गर्दै म आफ्ना दुई भनाइ यहीँ राख्छु। त अब अग्रज दाइहरूले भनिसक्नुभयो होइन। मैले उहाँसँग एउटा साथ गर्ने समय त पाएको थिएन, तर पनि म 2079 साल त्यतिखेर चाहिँ एउटा फुटबल कार्यक्रम राखेका थियौँ। त्यतिखेरको हकमा म संयोजक थिएँ। संयोजक हुँदै गर्दा जुन किसिमको उहाँले मलाई सहयोग गर्नुभएको थियो, पक्कै पनि म त्यो खेल पहिलोपटक संयोजक भएर गर्दाखेरि अलिकति अनुभव कम थियो। तर उहाँले जुन किसिमको मलाई चाहिँ एउटा प्रोत्साहन गर्नुभएको थियो, एउटा ब्याकबोन नै भएर उहाँले चाहिँ मलाई सपोर्ट गर्नुभएको थियो, उहाँलाई त्यसरी पनि सम्झिन चाहन्छु। र सबैलाई अवगत छ, उहाँ एउटा शिक्षा क्षेत्रमा मात्रै नभएर एउटा मल्टी ट्यालेन्ट मान्छे हुनुहुन्थ्यो। र अर्को कुरा भन्नुपर्दा अर्थो डाउन, एउटा सरल स्वभाव रूपमा उहाँहरूले चाहिँ अहिलेसम्म जिन्दगी चाहिँ यापन गर्नुभएको थियो। अवस्थामा भए पनि एउटा मलामी भएर पनि एउटा चित्त बुझाउने पाटो चाहिँ थियो। तर मलाई लाग्छ अब एउटा पारिवारिक पृष्ठभूमि, पारिवारिक एउटा निर्णय हो। यो अवस्थामा अब हामीले यस्तो गर्नुपर्छ भन्न पनि नसक्ने अवस्था थियो। त्यसो भएको हुनाले जहाँसम्म मलाई लाग्छ उहाँलाई एउटा सहजीकरण त्यहीँ भयो होला। के अरे पशुपति आर्य घाटमा उहाँको चाहिँ अन्त्येष्टि गरियो। त्यसका लागि अब जसले भनौँ न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुभयो, उहाँलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। र विशेष गरिकन म युवा एकता अभियानको भाइ इन्द्रदेव बोहराले जुन एउटा चाहिँ रोल प्ले गरेको छ, रियली आई एप्रिसिएट है। उहाँलाई चाहिँ म सम्मान पनि गर्न चाहन्छु। र एउटा कुरो चाहिँ हामीले के सिक्नुपर्छ जस्तो लाग्यो भने, यस्तो पीडामा कुनै समय मलाई पनि थियो है। किनभने उहाँको त मलाई लाग्छ उमेर 58-60 वर्ष भयो जस्तो लाग्यो मलाई। तर मेरो भाइको उमेर लगभग 23-24 वर्षको उमेरमा चाहिँ एउटा बाइक एक्सिडेन्ट मृत्यु हुँदाखेरि म पनि त्यो अवस्थाबाट गुज्रेको हुनाले यो पीडा कस्तो हुन्छ भन्ने मैले एउटा लिटरली मैले चाहिँ अन्तरात्मादेखि फिल गरेको छु। र यही कुरालाई मनन गर्दै जुन पीडा उहाँ घर परिवार इष्टमित्र भएको छ, उहाँलाई एउटा भगवान्ले धैर्य दान गर्ने शक्ति दिउन् भन्दै, एउटा सम्मान सबैले पाउँदैन। उहाँले जुन एउटा समाजमा एउटा अतुलनीय, जुन बिर्सनै नसक्ने एउटा शिक्षकको भूमिका निर्वाह गरेर होस् या अन्य तरिकाबाट उहाँले जुन समाजलाई दिएको छ, त्यही भएर आज उहाँले सम्मान पाउनुभएको छ। र यहाँ उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई पनि म आग्रह गर्न चाहन्छु, हुन त सबैले भन्छन् लाइफ छोटो छ, मृत्यु अन्तिम सत्य हो। तर पनि कहिलेकाहीँ हामी चाहिँ के गर्छौँ भने लोभ लालचमा के फरक चाहिँ हुन्छ। तर यो कुराले चाहिँ हामीले एउटा मनन गर्नुपर्ने, मनैदेखि चाहिँ के सोच्नुपर्छ भने हामीले समाजमा केही न केही राम्रो काम चाहिँ गर्नुपर्छ। मृत्यु पश्चात पनि कमसेकम एउटा हजारौँको सङ्ख्यामा पनि दशौँ सयौँको सङ्ख्याले चाहिँ याद गरौँ है। यो पाठ सबैमा मनैदेखि लागोस् भन्दै फेरि पनि मृतक वासुदेव जोशी दाईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त प्राप्रति के अरे धैर्य दान शक्ति मिलोस् भन्दै बिदा हुन्छु। धन्यवाद।
ल ल हुन्छ मौन धारालाई चाहिँ कतिखेर ठुला दियाबाट फटाफट जलायो भने सबै चापा सबैलाई राम्रोसँग हुने हो यो जला नलाउनु तिनै जला हाम्रो आदरणीय अग्रज हुनुहुन्थ्यो वासुदेव जोशी सर। आज उहाँ यहाँ उहाँको चाहिँ पार्थिव शरीर पनि हामी सबैको इच्छा थियो सँगै चाहिँ मलामीमा सहभागी हुनु पाएको भए आफ्नै क्षेत्रमा ठाउँमा चाहिँ सद्गत गर्न पाएको भए अझै सबै गाउँका सबै साथीभाइ वर्गलाई सबै चाहिँ सहभागी हुने इच्छा हुँदाहुँदै पनि जे होस् पवित्र स्थल पशुपतिनाथको आर्यघाटमा उहाँको अन्त्येष्टि भएको छ। लामो समय उहाँले चाहिँ आफ्नो जीवनका थुप्रै उकाली ओह्रालीहरू यो समाजलाई दिनुभएको छ। मैले आज होइन सङ्कटकालको बेला जतिखेर यहाँ समाजमा काम गर्न साथीहरू डराउनु हुन्थ्यो, गाउँ टोलमा हिँड्न अप्ठ्यारो परिस्थिति थियो, त्यो बेला उहाँले चाहिँ बिचुवा स्कुलमा गरेको गतिविधि यता पिपरियातिर पनि सामुदायिक वन क्षेत्रमा गरेको योगदान, विभिन्न शैक्षिक क्षेत्रहरूमा सामुदायिक क्षेत्रहरूमा विद्यालय व्यवस्थापन समितिहरूमा यी सङ्घ संस्थाहरूका चाहिँ फेरि उनको लेखा परीक्षण गर्ने गतिविधिहरूमा सार्वजनिक लेखा परीक्षण सबै कुरामा उहाँको दखल थियो। एक किसिमले हामी त राजनीतिक रूपमा पनि हाम्रो नेपाली काङ्ग्रेससँग उहाँ जोडिएका कारणले पनि उहाँबाट आगे बहुत ल यसलाई ल जाए अब डेढ मैले तेल हाल्ने हटा ल इन बत्ती बाला इन बाला बाला भट्टा बराबर बत्ती बाला बाला कति बाली सबै बालिसक्यो अनि जलान जला सबैलाई जला हेरेको जला अच्छे हो शनिबार हो 6 गते हो मैले 5 गते